पालै पालो घरबाट निकालिस्। हुँदा हुँदा आफ्नै श्रीमती बैठेर पाउनसम्म चिन्न छोडिसकेको छ। स्याबास, म कत्रो महान पाउ रहेछु। त जस्तो छोरा जन्माए। तपाईलाई के भएको छ र? किन एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ? हामीलाई घरबाट निकाल्नु भयो, त्यो त ठीक छ। यो उमेरमा हुनुभएको बुवालाई घरबाट निकाल्न तपाईको मनले कसरी मानेर? अब म भावना बग्न छोडिसके। यहाँ आएर जसले जे नै भने पनि केही फरक पर्दैन। तिमीहरू तीनजनाको लागि मेरो मुटु पत्थरको बनिसक्यो। यहाँ बसेर धेरै बग 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 नगर्दा हुन्छ। दाइ, तपाईलाई के भयो क्या? किन यति धेरै परिवर्तन हुनुभयो? तपाईँ त यस्तो मान्छे नै होइन। तपाईँलाई देख्दा हामीलाई पनि गाह्रो भइसक्यो। बिन्ती छ दाइ, तपाईँ पहिलाकै मेरो रामलाई बनिदिनुहोस् न। यो बहिनीले तपाईँलाई यो रूपमा हेर्न सक्दिन।